स्वागत छ तपाईलाई सीधा प्रश्न प्रश्न जवाफ कार्यक्रममा। आज नेपाल कम्युनिस्ट पार्टी माओवादीका कञ्चनपुर जिल्ला संयोजक विष्णु प्रकाश उपाध्यायज्यू हामीसँग हुनुहुन्छ। स्वागत छ सर तपाईलाई कार्यक्रममा। हजुर धन्यवाद। सरकारले वा तपाईको पार्टीले कञ्चनपुर जिल्लाको लागि आजसम्म कञ्चनपुर जिल्लाका जनताहरूले पाउने गरी के त्यस्ता समस्याहरूमा अगाडि बढ्यो? किन जनताले तपाईहरूलाई आगामी चुनावमा जिताएर पठाउने? यहाँबाट कञ्चनपुरले के पायो तपाईहरूबाट? हामीबाट धन्यवाद। यो विषय चाहिँ यो जरुरी पनि थियो। जिल्लाको विषयमा चाहिँ तपाईको पार्टीले के गर्यो र अनि चाहिँ तपाईले के गर्नु भन्ने विषयमा खासमा कञ्चनपुर जिल्लाको लागि मेरो व्यक्तिगत रूपमा भन्ने हो भने यो जिल्लामा धेरै ठुलो योगदान छ। मेरो सम्पूर्ण तपाईको चाहिँ कर्म क्षेत्र चाहिँ यो जिल्ला नै हो। मेरो चाहिँ विद्यार्थी जीवन कालदेखि लिएर आजका दिनसम्म यो क्षेत्रको यो जिल्लाका जनताको निम्ति धेरै ठुलो सङ्घर्ष गरेका छौँ। विगत चाहिँ माओवादी काल हुँदै त्यसपछि तपाईको चाहिँ विद्यार्थी आन्दोलनमा सुदूरपश्चिम विश्वविद्यालय स्थापनादेखि लिएर सुबीमा तपाईको चाहिँ अत्याधिक मतले विजय भइसकेपछि शिक्षा पढ्नबाट वञ्चित भएका अधिकांश विद्यार्थीहरूलाई 7% छात्रवृत्ति मात्र तोकेको थियो सिद्धनाथ भूमि क्याम्पसले तत्कालीन। त्यसपछि चाहिँ 11% छात्रवृत्ति तपाईको लागि चाहिँ सङ्घर्ष गर्ने चाहिँ विद्यार्थी नेतामध्ये म पर्छु। तत्कालीन हाम्रो सुबी पर्छ हैन। त्यसपछि तपाईको चाहिँ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस को चाहिँ शरद स्मृति पार्क निर्माणमा हाम्रो ठुलो भूमिका छ। 62-63 आन्दोलनको म घाइते हो। तत्कालीन अवस्थामा अभियान दैनिकको पहिलो चाहिँ तपाईको चाहिँ त्यो त्यतिबेला एउटै चाहिँ पत्रिका निस्किन्थ्यो। त्यो पत्रिकाको फ्रन्ट पेजमा चाहिँ तपाईले अहिले पनि यसो त्यहाँ छ भने अहिले पनि रेकर्डेड छ भने त्यो हेर्न सक्नुहुन्छ। त्यसपछि मैले 9 पटक हिरासतमा बसेको छु। मेरो हात चाहिँ फ्र्याक्चर भएको छ। हामीलाई तपाईको चाहिँ विभिन्न खालका मुद्दाहरू खेप्नु परेको छ। शिक्षा क्षेत्रको आमूल परिवर्तनको निम्ति यो क्षेत्रको हैन, यो क्षेत्रको समग्र विकासको निम्ति प्रत्येक पटक हामीले चाहिँ तपाईको के रे चाहिँ तपाईको चाहिँ दबाब दिएका छौँ। अनि अझ यहाँको स्वास्थ्य क्षेत्र, यहाँका शैक्षिक माफिया, स्वास्थ्य क्षेत्रका माफियाका विरुद्धमा पनि सङ्घर्ष निरन्तर रूपमा जारी राखेका छौँ। अब अहिले पनि यो पार्टीको जिम्मेवारीमा आइसकेपछि पनि हामी चाहिँ सफ्ट लाइनमा गएन, हार्ड लाइनमा तपाईँले देखिराख्नु भएको छ। तत्कालीन अब हाम्रो चाहिँ प्रचण्ड हुँदै वैद्य हुँदै यहाँ विप्लवसँगमा आइपुग्दाखेरि पनि हामी निरन्तर रूपमा जनताका दैनिकी जनजीवनसँग जोडिएका विषयहरूमा हामी निरन्तरमा लडिरहेका छौँ। यद्यपि चाहिँ लघु वित्तको कुरा होस्, मिटर ब्याजको कुरा होस्, यहाँ बैंकको चाहिँ ब्याजको सरको ब्याजको विरुद्धमा होस् हैन, बाँकी अन्य सामाजिक रूप क्षेत्रमा तपाईको चाहिँ अहिले चाहिँ दलाली जो चलिरहेको छ, गाउँमा मिल्ने मुद्दालाई पनि कमिसनको भरमा यहाँ के रे चाहिँ प्रहरी चाहिँ हिरासतमा पुर्याउने, हिरासतबाट त्यसपछि चाहिँ तपाईको अदालतमा के रे चाहिँ कारागारमा थुनाउने, त्यसपछि बार्गेनिङ गर्नेहरूको यस्ता खालका चाहिँ माफियाहरूका विरुद्धमा पनि हामीले चाहिँ यी खालका अपराधीहरू हामी लडिराखेका छौँ अहिले पनि। तपाईहरुको केन्द्रीय स्तरमा जुन तपाईहरुले जग्गा लिजमा लिएर खेती गर्दै हुनुहुन्छ, एकदम सराहनीय काम छ। त्यसमा सबै जनताले तपाईहरुलाई यो राजनीतिक दलले पनि यस्तो गरेछ भन्ने वाइ छ चारैतिर। तर आलु फलाउने ठाउँमा आलु बम फलाएर त भएन नि। आलु बमै निस्किरहेछ त तपाईहरुको त विस्फोटक पदार्थै फल्न लाग्यो त। त्यो त विदेशी कठपुतली सरकारको नजरमा आलु भित्र बम फलेको हो हैन। नेपाली जनताको आँखाबाट, श्रमजीवी जनताको आँखाबाट, देशभक्त जनताको आँखाबाट अहिले बजारमा छ्याप्ती भनाइ के छ? पार्टीले तपाईको चाहिँ गरिरहेको एउटा राजनीतिक पार्टीले नेकपा माओवादी गरिरहेको आलु बम उत्पादन गरिरहेछ भन्ने ट्रोल भइरहेछ। के भन्न चाहन्छु? त्यो स्वाभाविक हो। त्यो किनकि हामी माथि अब प्रारम्भ त अर्को ठाउँ त छैन नि। अब चाहिँ किनकि यो पार्टी अब आजसम्म नेपालमा कुनै पनि राजनीतिक पार्टी आफैमा आत्मनिर्भर हुनुपर्छ,
नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउनु पर्छ, जनतालाई पनि चाहिँ यो कुरा सिकाउनु पर्छ हैन, गरेर खान सिकाउनु पर्छ भन्ने राजनीति पार्टी छैन नि यहाँ त। तपाईँलाई थाहा छ नेपालका राजनीति पार्टीका कार्यकर्ता र नेता कस्तो छन् भन्नुहुन्छ भने काम नगर्ने, करोडौँ तपाईँको चाहिँ सम्पत्ति जोड्ने, पसिना बगाउन नखोज्ने, मिठो खान खोज्ने, अनि चाहिँ करोडौँको सेवा सुविधा लिन खोज्ने, ऐसाराम गर्न खोज्ने का विरुद्धको चाहिँ यो तपाईँको चाहिँ हिजो रगत बगाएको शक्तिले आज तपाईँको चाहिँ पसिना बगाइरहेको छ। किनकि यो देश चाहिँ तपाईँको चाहिँ देशलाई आत्मनिर्भर र समृद्धितिर लिनुको निम्ति आज पार्टीले न्यू इकोनोमी ट्र्याक, नयाँ आर्थिक दृष्टिकोण सहित चाहिँ आज चाहिँ नेकपा माओवादी जनताको बिचमा देशैभरि लागिरहेको छ। अहिले चाहिँ झन्डै चाहिँ 75 देखि 80 ठाउँमा अहिले पार्टीका उत्पादन केन्द्रहरू अथवा जनकम्युनहरू सञ्चालनमा छन्। अब यसमा हामी सबैले भाग लिइरहेका छौँ। जे होस् विस्फोटक पदार्थ उत्पादन त भइरहेछ। विस्फोटक पदार्थ आजको आवश्यकता आजको आवश्यकता विस्फोटक पदार्थ होइन। त्यो त तपाईँको चाहिँ के छ भने जति बेला राष्ट्रियता सङ्कटमा पर्छ, जनताका अधिकारहरू तपाईँको चाहिँ सुनिश्चितता हुने देखिँदैन, त्यति बेला जनताले चाहिँ तपाईँको चाहिँ विस्फोटक पदार्थ उत्पादन गर्ने कि मिसाइल उत्पादन गर्ने कि क्षेप्यास्त्र उत्पादन गर्ने कि त्यो पछिको कुरा हो। त्यो अहिले फर्महरूमा तरकारी आलु मात्रै उत्पादन भइरहेको, ग्रेनेड तथा बम उत्पादन भइरहेको छैन। अहिले पार्टीले चाहिँ निर्वाचन गराउनुको लागि तपाईको पार्टीले सरकारलाई कस्तो सहयोग गर्न सक्नुहुन्छ? के छ तपाईको यसमा धारणा? पहिलो कुरा अहिले जो प्रतिनिधि सभाको निर्वाचनको कुरा छ हैन, सरकारले चाहिँ जेन्जी विद्रोहपछि फागुन 21 गते निर्वाचन घोषणा गरिसकेको छ। कार्यक्रम अगाडि बढिसक्यो, निर्वाचन आयोग त्यसमा धमाधम लागिरहेको छ, दर्ता भइसक्यो, चुनावमा लागिरहेको छ। तर फागुन 21 गते निर्वाचन हुने कुरामा सरकारले घोषणा त गरिरहेको छ, तर निर्वाचन हुन्छ भन्ने अझै पनि चाहिँ जनताले अथवा नेपालका सबै राजनीतिक पार्टीले र यहाँका चाहिँ आम चाहिँ बुद्धिजीवीले र देशभक्त नागरिकले चाहिँ यो विषयमा अझै चाहिँ तपाईँको चाहिँ फुल्ली रूपमा कन्भिन्स हुन सकेका छैन। यद्यपि चाहिँ सरकारले चाहिँ फागुन 21 मा नै चाहिँ प्रतिनिधि सभाको राजनीतिक दलले त सबैले आफ्नो नामहरू बुझाइसके समानुपातिक तर्फको, त्यसमा अब राजनीतिक दल त ढुक्कै छन् नि, समानुपातिक तर्फको आफ्नो नामावली बुझाउने कार्यक्रम पनि सकाइसके। अब प्रत्यक्ष तर्फको अझै समय बाँकी छ निर्वाचन आयोगकै अनुसार। कार्यक्रम त अगाडि बढिसक्यो नि सर। ठिक छ, कार्यक्रम त अब सरकारको त्यो उसको आफ्नो नीतिको कुरा हो, प्रक्रियाको कुरा हो। उसले त तपाईँको चाहिँ आजै चाहिँ निर्वाचन अब हुँदैन भन्ने घोषणा गरिदियो भने त प्रक्रियाहरू अगाडि बढ्ने कुरो पनि हुँदैन। त्यो उसको आफ्नो चाहिँ तपाईँको चाहिँ सरकारको प्रक्रिया हो, ऊ निरन्तरतामा लागिरहेको छ। तर जनताको बिचमा निर्वाचनको वातावरण बनेको छ कि छैन भन्ने विषय नै प्रमुख कुरा हो। जस्तै आज देशको परिस्थिति हेर्नुहुन्छ भने चाहिँ यो देशमा आज संसद छैन हैन, संसद विघटन छ, संविधान आज कोमामा छ। संविधान पनि तपाईँको चाहिँ यिनले छ भनेका छन्, तर संविधानले तपाईँको चाहिँ देशमा चाहिँ देशलाई खरानी बनाइसकेको छ। खरानी बनाएको संविधानले लाई तपाईँको चाहिँ राखेर फेरि विघटन भएको प्रतिनिधि सभा बिउताउने कुरा नै तपाईँको चाहिँ यो गलत छ हैन। अनि चाहिँ तपाईँको जेन्जी विद्रोहको डिमान्ड जो छ र यो देशका चाहिँ जो रिभोल्युसनरीहरू जो यो संविधानलाई मान्दैन थिए, जस्तै हाम्रै कुरा गर्नुहोस् न, नेकपा माओवादीले तत्कालीन नेकपा कम्युनिस्ट विप्लवको पार्टीले हैन संविधान तपाईको चाहिँ जसरी बनेको छ यो संविधानले देश र जनताको निम्ति यसले काम गर्न सक्दैन, यसले चाहिँ देशलाई भड्कालोमा हाल्छ। तपाईको राष्ट्रियताको रक्षा यो संविधानले गर्न सक्दैन, जनताको जनतन्त्र जनजीविकाको विषयको यसले ग्यारेन्टी गर्न सक्दैन भन्ने कुराको विषयमा त झन्डै 10-12 वर्ष पहिलादेखि नै चाहिँ कम्युनिस्ट विप्लवले त यो विषयमा त बारम्बार प्रश्न उठाउँदै आएको छ। निरन्तर विद्रोह चाहिँ तपाईको चाहिँ गरिराखेको छ। त यसको यो गलत भयो, यो जुन तरिकाबाट यो संविधान कानुन भन्यो यो गलत भयो भन्ने कुरा तपाईको पार्टीले भनेको कुरा आज साबित भएको छ। हो, तपाईको पार्टीले यही ठाउँमा तपाईको अहिले हामीले मात्र होइन कि जेएनजी विद्रोहले पनि आज यसलाई देख्नुभयो 26 घण्टामा अब नेपालका राजनीतिक पार्टी, नेपालको चाहिँ जनताले चाहिँ निर्वाचित गरेको भनेको सरकार सबै हैन सबै खरानी बनाइदियो।
आज प्रश्न उठेको छ यहाँ। फेरि यही पुरानै तरिकाले निर्वाचन गराउने कुरा, पुरानै संविधानलाई कामयाब राखेर चाहिँ यो निर्वाचनका कुरा गर्ने हैन, यो अर्बौंको बजेट तपाईको चाहिँ यो बालोमा पानी खाने जस्तो गर्ने कुरा, यो कदापि पनि चाहिँ फेरि पनि यो निकासको विषय चाहिँ हुँदै होइन। यो तर निर्वाचन भयो भने तपाईको पार्टी निर्वाचनमा सहभागी हुन्छ, हाम्रो तयारी चाहिँ भइसकेको छ। हाम्रो पार्टी अहिले चाहिँ के छ भने हाम्रो पार्टीमाथि जनताले बारम्बार उठाउने गरेका प्रश्नहरू छन्। विप्लवले जहिले पनि चाहिँ चुनाव बहिष्कार गर्ने, निर्वाचन जनतामा जान डराउने, अनि त्यसपछि चाहिँ बमको कुरा गर्ने, बारुदको कुरा गर्ने, युद्धको कुरा गर्ने, जनताको बीचमा गएर जनमत लिन डराउने भन्ने प्रश्नको जवाब पार्टीले दिएको छ। पार्टी चाहिँ वैधानिक रूपमा निर्वाचन आयोगमा दर्ता भएर, नेकपा माओवादी दर्ता भएर चुनाव चिन्ह गुलाबको फूल सहित अहिले चाहिँ तपाईको चाहिँ चुनावी मोर्चाबाट पनि पार्टी लड्दैछ र देशभक्त राष्ट्रवादी जनताको जनमत पार्टीले दलालहरूको पोल्टामा पर्न नदिनुको निम्ति चुनावलाई पार्टीले प्रयोग गर्छ। अब यो एउटा संयोग पनि मिल्यो। तपाईको पार्टी विगतमा जन कारबाही गर्नुपर्छ, जनताको विरुद्धमा यी कामहरू भयो भने विभिन्न व्यक्तिहरूलाई कारबाही गर्दै हिँड्यो। अब अहिले निर्वाचनमा पार्टी आउँदै गर्दा निर्वाचन आयोगले गुलाबको फूल समाति दिन्छ, जुन कि मायाको चिन्ह हो। कस्तो संयोग! पार्टी र पार्टीको चुनाव चिन्ह, यो कस्तो नमिल्दो छ वा मिल्दो छ? के छ यसमा तपाईहरुको प्रतिक्रिया? खुसी हुनुहुन्छ यो देखेर? हामी त एकदमै खुसी छौं। तपाईहरुलाई त अलि बलियो, शक्तिशाली, अलि शक्तिको प्रदर्शन देखाउने टाइपको निर्वाचन चिन्ह दिनुपर्ने, निर्वाचन आयोगले गुलाबको फूल समाति दिन्छ, जुन मायाको चिन्ह पनि हो। यो पटक जनताले चाहिँ के खोज्यो, सँगै कसरी मिल्यो भने अब एउटा विद्रोही पार्टी हैन, यहाँका चाहिँ देशी विदेशी प्रतिक्रियावादीहरूले चाहिँ आतंककारी भनिरहेको पार्टी हैन, अथवा बल परेको कुरा मात्र, हतियार र तपाईको चाहिँ विध्वंसको कुरा गर्ने भन्ने जो आरोप जो थियो साम्राज्यवादीहरूको, अब यसलाई चाहिँ चिरफार गर्नको निम्ति पनि नेपाली जनताले चाहिँ अब एकचोटि चाहिँ नेकपा माओवादीसँग फेरि तपाईको चाहिँ एउटा प्रेम हैन, गुलाबको फूल हैन, संयोग जुडेको छ। यो शान्ति र विकासको प्रतीक पनि हो, यो माया र सद्भावको प्रतीक पनि हो। प्रत्येक नेपाली जनताको हातमा, देशभक्त नेपाली जनताको हातमा, जसले जो देशलाई माया गर्छ, जसले जनतालाई माया गर्छ, जसले श्रमजीवीहरू जनतालाई तपाईको चाहिँ माया गर्छ हैन, सबै चाहिँ तपाईको चाहिँ देशभक्त राष्ट्रवादी श्रमजीवी जनताको हात, प्रत्येकको हातमा चाहिँ तपाईको चाहिँ फूल हैन, फूलमा तपाईको चाहिँ मतदान गर्ने गरिकन पार्टी आएको छ। यो चाहिँ सबैले चाहिँ तपाईको चाहिँ आजको चाहिँ माग पनि यही हो। आउने निर्वाचनमा जे होस्, फागुन 21 गते सबै गुलाबको फूलमा भोट हाल्छन्, गुलाबको फूल ल्याएर निर्वाचनमा उम्मिन्छन्। यो यदि चाहिँ यो देशको समग्र आजको राष्ट्रिय राजनीति सङ्कटको निकास खोज्ने हो भने एकचोटि कमरेड विप्लवले जो निरन्तर रूपमा हिजो 10 वर्ष जनयुद्ध हुँदै, जनयुद्धका हिजोका कमान्डरसँगको चाहिँ जो विद्रोह गरेको छ, प्रचण्ड बाबुरामहरूसँगको चाहिँ जो विद्रोह गरेको छ, नेपाली जनताको बीचमा नेपाली जनताको सुन्दर सपना जो साकार हुन सकेको छैन, यी सपना साकार हुनुको लागि जो निरन्तर रूपमा चाहिँ जो नेपाली विशेषताको समाजवाद, एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हो भने, यो ढोका खोल्ने हो भने गुलाबको फूलमा नेपाली जनताले चाहिँ भोट हाल्न जरुरी छ। तपाईको दललाई त विगतमा संविधान विरोधी कामहरू गर्यो भन्ने मुद्दाहरू बेला बेलामा लागिरहेको सुन्न पाइन्छ र यो पुराना राजनीतिक दलहरूले पनि खासै तपाईको दललाई संविधान विरोधी दल हो, संविधान विरोधी काम गर्यो भन्ने आइरहन्छ। के अहिलेको समयमा राजनीति न्यायालय संविधान भन्दा माथि हो त? अहिलेको परिवेशले त त्यही देखाइरहेछ। यो चाहिँ यो तपाईले भने सोधेको कुरा यो चाहिँ अब ठिक कुरा हो। अब तपाईको चाहिँ नेपालमा अब मुख्य कुरा के हो भन्ने कुरा, जस्तै आज जो छ नि, अब हामीले त भन्दै आएका छौँ हामी यो संविधानको विरोधी हो हैन, यो संविधान चाहिँ तपाईको चाहिँ पुनर्लेखन हुनुपर्छ। अहिले पनि थाहा छ नि हाम्रो चाहिँ पार्टीले उठाएका कुराहरू के हुन् भने, यो देशलाई निकास दिने हो भने कुनै तपाईको चाहिँ फौजको भिडको पछाडि लागेर आज तपाईको चाहिँ निकास हुँदैन। आज भ्रष्ट तपाईको चाहिँ भएका मान्छेहरू नेपाली जनताको बीचमा तपाईको चाहिँ टेस्टेड भएका मान्छेहरूले चाहिँ गडजोड गरेर अथवा ठुलो चाहिँ तपाईको चाहिँ त्यो स्पेस देखाएर हैन, अनि यहाँ तपाईको यो निकास निस्किँदैन। यो तपाईको चाहिँ निकास निकाल्ने हो भने हैन, संविधानको तपाईको चाहिँ पहिलो कुरा चाहिँ यो करेक्सन हुनुपर्छ।
संविधान पुनर्लेखन हुनुपर्छ। संविधान पुनर्लेखन भइसकेपछि राज्यको पुनर्संरचनामा जानुपर्छ। राज्य पुनर्संरचना भइसकेपछि कस्तो खालको राज्य बन्ने, त्यसपछि शासकीय स्वरूपमा जानुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति जानुपर्छ। नेपालको सबैभन्दा ठुलो दुश्मन भ्रष्टाचार हो। भ्रष्टाचार अब अदालतमा लैजाने खालको बनाउनु हुँदैन। स्वतन्त्र भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने स्वतन्त्र नागरिक आयोग गठन हुनुपर्छ। र आजको सुशीला कार्कीको नेतृत्वको सरकारले चाहिँ निर्वाचन गराउन सक्दैन भन्ने हाम्रो चाहिँ ठोकुवा छ। र यो यसले गराएको चाहिँ तपाईँको चाहिँ निर्वाचनले निकास पनि दिँदैन। यो सरकारको चाहिँ विगडन हुनुपर्छ। यो सरकारले सर्वपक्षीय संयुक्त सरकार चाहिँ गठन आजको आवश्यकता हो। जेनजी र तपाईँको चाहिँ विप्लव हाम्रो नेकपा माओवादी सहितको र अन्य चाहिँ तपाईँको चाहिँ बुद्धिजीवी, यहाँका तपाईँको जाति जनजाति, महिला, समग्र चाहिँ पत्रकारदेखि लिएर सबैको समान सहभागिता हुने गरी सर्वपक्षीय संयुक्त सरकारले मात्रै निर्वाचनको ग्यारेन्टी गर्छ र आम नेपाली जनताको चाहिँ समस्याको चाहिँ समाधान दिने गरिकन यसले चाहिँ हल दिन्छ, निकास दिन्छ भन्ने कुरा हाम्रो ठोकुवा छ। सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गरायो भने निर्वाचनमा सहभागी हुने कि नहुने? हामीले त भन्यौँ निर्वाचनमा सहभागी हुने त हामीले त निर्वाचन वातावरण बन्यो भने, निर्वाचनको वातावरण बन्छ भने जो पार्टीले अगाडि सारेको छ 4वटा मुद्दाहरू हैन, त्यो पहिलो मुद्दा भनेको चाहिँ सर्वपक्षीय संयुक्त सरकारको कुरा हो। आज पनि निर्वाचनमा वातावरण छैन नि, तपाईँले देखिहाल्नुभयो अस्ति। अब नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय जनकम्युनमा छापा मारेर चाहिँ अब आतंकित बनाइरहेको छ गरी खाने मान्छेलाई। अब आलुका तपाईँको चाहिँ आलु चाहिँ उत्पादन हुने तपाईँको चाहिँ केन्द्रहरूमा हैन विस्फोटक पदार्थ पनि भेटियो भन्ने 30 ठाउँमा छापा हानेर तपाईँको चाहिँ आतंकित पारिरहेको छ। आज फेरि पनि कार्यकर्तालाई मुद्दा लगाइरहेको छ। तपाईँले देख्नुभयो अस्ति मात्रै सुदूरपश्चिमको एकजना चाहिँ पूर्व पियालेको कमान्डर ड्रेस लगाएकै भरमा गिरफ्तार गरेको छ हैन कोलपुरबाट। त्यस्तै चाहिँ मुद्दाहरू चाहिँ फेरि चाहिँ बिउताउन खोजिराखेको छ भने कसरी चाहिँ तपाईँको चाहिँ यो तपाईँको चुनावको कुरा गर्नुहुन्छ यहाँ? एजेन्डा हामी त चुनावमा जानुको लागि जानुको लागि तयार छौँ, रेडी छौँ। समानुपातिक लिस्ट पनि बुझाइसक्यो पार्टीले, 110 जनाको नाम निर्वाचन आयोगमा बुझाइसक्यो। अब चुनाव वातावरण तपाईँको चाहिँ यसले चाहिँ तपाईँको चाहिँ भेडाफम, कालीकोटको रूप्सामा भेडाफम, अब जुम्लामा स्याउ, अनि चाहिँ तपाईँको चाहिँ मुगुमा स्याउ, त्यसपछि तपाईँको चाहिँ के अरे चितवनमा 14 बिघामा आलु, 10 बिघामा माछा पोखरी, त्यसपछि कपिलवस्तुमा आलु, धान खेती हैन सिजनेबल। त्यसपछि चाहिँ हाम्रो सुदूरपश्चिमको कैलालीको रतिपुरमा अब यो सिजनमा आलु, अनि चाहिँ त्यसपछि चाहिँ अब तुरुन्तै आउने सिजनमा अब तरबुजा हैन, त्यसपछि धान, अनि चाहिँ गण्डकी प्रदेशमा पूर्वाञ्चलको झापा हैन, कञ्चनपुरमा यो 4.5 बिघामा कञ्चनपुरमा भनेपछि लगभग देशैभरि अब हाम्रा तपाईँको चाहिँ नगर्ने ठाउँमा अब अस्ति मात्र तपाईँ अर्घाखाँचीमा चाहिँ अब त्यत्रो खालको अपरेसन जो तपाईँले आलु बम भनिराखेको छ, यो अहिले एउटा विषय पनि राखेको छ नि यो हैन। अब तपाईँको चाहिँ चर्चाको विषय नै छ आलु बम भन्ने हैन। हेर्नुहोस् त अब त्यहाँ गोरी खान लागेको तपाईँको चाहिँ पार्टीलाई अब त्यहाँ तपाईँको चाहिँ अब चाहिँ त्यो आलु खोतलेर बम खोजिराखेका छन्। यो ठिकै भइरहेको छ। आफै त तपाईँको चाहिँ के छ भने साम्राज्यवादीका कठपुतलीहरू आफै नङ्गिराखेका छन्। तपाईँका विरोधीहरूले गरेका काम ढिलो या चाँडो नेकपा माओवादी कमरेड विप्लवको नेतृत्वको पार्टी एकचोटि चाहिँ सत्तामा आएर नेपाली जनताका चाहिँ सपना साकार पार्ने देखिसकेपछि यिनीहरूलाई अतालिएका छन्, तपाईँको नाङ्गिँदै गएका छन्। विचार र दृष्टिकोण विहीन नेपालका राजनीतिक पार्टी र हाम्रा विरोधीहरू अझ सबभन्दा टाउको दुखाइको विषय अमेरिकी साम्राज्यवाद र तपाईँको चाहिँ युरोपियन मोडेलका जो छन् नि चाहिँ यहाँका रोल मोडेलहरू हैन, जसले चाहिँ तपाईँको चाहिँ देशलाई खरानी बनाउने एउटा योजना बनायो। त आज चाहिँ तपाईँको चाहिँ जो जेनजीको कानमा बन्दुक पड्कायो, आज त्यो जेनजीका मागहरूको विषयमा बोल्दैनन्। डाँगाहरू अहिले चाहिँ तपाईँको चाहिँ प्रधानमन्त्री मन्त्रीको लागि, कुर्सीको लागि, संसदको लागि चाहिँ आज चाहिँ अब यस्ता खालका चाहिँ गठबन्धनहरू गरिराखेका छन्, यस्ता खालका एकताहरू गरिराखेका छन् जो नेपाली जनता र यो देशको विरुद्धको यो घातक छ नि।
त्यसैले गर्दाखेरि पार्टी निरन्तर रूपमा आफू चाहिँ हामी चाहिँ एकल छौँ यहाँ हैन। राष्ट्रियता जनतन्त्र जनजीविकाको विषयमा पार्टी निरन्तरतामा अगाडि बढेको छ। हामीलाई कुनै चाहिँ तपाईँको चाहिँ कसैसँग चाहिँ यो झुक्ने कुरा, कसैसँग तपाईँको चाहिँ यो भिख माग्ने कुरा यो हामीलाई त्यो स्वीकार्य हुँदैन। सेल्फ डिपेन्ड भएर चाहिँ यो राष्ट्रलाई चाहिँ सेल्फ डिपेन्ड बनाउने पार्टीको चाहिँ योजना छ। ढिलो या चाँडो हामी जित्छौँ, जनताले हामीलाई विजयी बनाउनेछन्। अबको निर्वाचनमा तपाईँहरूको दलहरूसँग कुनै एकता कुनै पनि दलसँग गर्नु पर्यो भने नेकपा एमाले र कमरेड विप्लव सँगै मिलेर निर्वाचन लड्ने जस्तो सिनारियोहरू क्रिएट भएको देखिन्छ। विप्लव कमरेड कतै राम्रो पद पायो भने नेकपा एमालेमै त जाने हैनन् भन्ने तपाईँ जस्तै कार्यकर्ताको बुझाइ छ। त्यस्तो पनि सोच्नुहुन्छ, कल्पना गर्नुहुन्छ विप्लव चाहिँ तपाईँको एमालेमा जाने कुरा अनि तपाईँको चाहिँ त्यति सजिलैसँग काङ्ग्रेसमा जाने कुरा अथवा चाहिँ कुनै अरू ठाउँमा जाने कुरा देख्नुहुन्छ? तपाईँहरूले के गर्ने, के सुझाव हुन्छ? पहिलो कुरा चाहिँ नेपालको आजको चाहिँ सबैभन्दा सर्वाधिक सङ्कट खेपिरहेको राजनीतिक सङ्कटबाट देशलाई निकास दिने गरी उच्च दृष्टिकोण विचारमा एकता हुने कुरा नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आज पदको लागि तपाईँको चाहिँ बार्गेनिङ गरेर विप्लव के आवश्यकता छ? आज ल एमालेमा गएर केही तपाईँको चाहिँ त्यहाँबाट प्राप्ति केही छ? जे होस् प्रचण्डको पार्टीमा त तपाईँको अहिलेको चाहिँ माओवादी छोडेका हिजो प्रचण्डहरू होइन, अब त्यहाँ त भने हो त पार्टी एकता गर्दाखेरि कमरेड विप्लव 3 महिनापछि तपाईँ अध्यक्ष होइन। बाँकी कुराहरू चाहिँ राजनीतिक वैचारिक कुरा धेरै नगरौँ, पार्टी ठुलो बनाऊ भन्ने थियो नि। यहाँ ठुलो पार्टी भएर भिड भडाका जम्मा गरेर मात्र देशले निकास पाउँदैन नि। यहाँ के चाहियो भने उच्च राजनीतिक चाहिँ विचारसेटको चाहिँ नयाँ दृष्टिकोण चाहिन्छ। आज नयाँ कम्युनिस्ट केन्द्र चाहिन्छ। आज समाजवादी मोडेलको तपाईँको चाहिँ नीतिमा बस गर्ने चाहिँ आज पार्टी चाहिन्छ, एजेन्डा मिल्ने चाहिन्छ। आज के अरे चाहिँ राष्ट्रियता खतरामा पर्दैछ। राष्ट्रियता खतरामा पर्न लाग्यो भने कम्तीमा चाहिँ यसको विरुद्धमा तपाईँको चाहिँ सङ्घर्ष गर्ने चाहिँ तपाईँको चाहिँ उच्च दृष्टिकोण भएको चाहिँ शक्ति चाहिन्छ। ती शक्तिसँग हाम्रो चाहिँ तपाईँको चाहिँ एकता हुन्छ, विचार दृष्टिकोणमा एकता हुन्छ, एजेन्डा मिल्नेसँग चाहिँ कार्यगत एकता हुन्छ। जे होस् पार्टी एकताको कुनै पार्टी एकता हो, विचार पार्टी एकताको विरोधी हामी चाहिँ होइन। हामीले भनिहाल्यो नि नेपालको राजनीतिक सङ्कटलाई निकास दिने गरी एकताको लागि कुनै पनि शक्ति तयार हुन्छ भने हामी तयार छौँ, तर एकताको विरोधी हामी होइन। जे होस् कमरेड विप्लवले तपाईँको अन्य नेकपा एमाले र नेकपा माओवादी त्यो मिल्ने कुरो छैन। अहिले बजारमा हल्ला मात्रै हो। अहिले त्यो हल्ला मात्रै हो। अब चाहिँ भयो भने धेरै भयो भने चुनावी गठबन्धन अब जोसँग पनि हुन सक्ला, त्यो अलग कुरा हो। तर चुनावी गठबन्धनको विषयमा पनि पार्टीले सोचेको छैन होइन। अतै पनि भयो भने चाहिँ चुनावी गठबन्धन हुन्छ। अहिले पार्टी एकताको विषयमा तत्काल चाहिँ कुनै पनि त्यस्तो खालको चाहिँ वातावरण क्रिएट छैन र कसैले त्यो विषयमा सोच्न पनि सकेका छैनन्। तपाईँहरू पछिल्लो समय निर्वाचनको लागि एकतर्फी तयारी गर्दै हुनुहुन्छ, अर्कोतर्फ तपाईँले विरोधका विभिन्न सङ्घर्षका कार्यक्रमहरू तपाईँका सुनिरहेका छन्। यी सङ्घर्षका कार्यक्रमहरू गर्दै गर्दा निर्वाचन पछिल्लो समय तपाईँहरूको दल निर्वाचनको लागि तयारी पनि गरिरहेछ। समानुपातिक पक्षको तपाईँहरूले नामावली पनि बुझाइसक्नुभयो निर्वाचन आयोगमा र अहिले आएर तपाईँहरू एकातर्फीबाट सङ्घर्षका कार्यक्रमहरू पनि निकालिराख्नु भएछ। तपाईहरूलाई आफैमा यो सरकारमा विश्वास नभएको हो निर्वाचनको लागि, वा किन त्यो सङ्घर्षका कार्यक्रम पनि निर्वाचन तयारी पनि? त्यसले गर्दा तपाईँको निर्वाचनमा जाने जुन कार्यक्रम छ त्यसलाई अलिकति अप्ठ्यारो पार्छ कि? त्यो यस्तो छ, त्यो अब तपाईँले चाहिँ गरेको क्वेसन चाहिँ छ, त्यो एकदम राम्रो क्वेसन गर्नुभएको छ। त्यहाँ कस्तो छ भन्नुहुन्छ भने अहिले पार्टीले चाहिँ सङ्घर्षका कार्यक्रमहरू किन गर्यो भन्ने कुराको विषयमा मैले संक्षेपमा अगाडि पनि भने। अहिले कुरा के हो भन्नुहुन्छ भने जसरी चाहिँ तपाईँको चाहिँ सरकारले होइन नेकपा माओवादीलाई अथवा चाहिँ कमरेड विप्लवको पार्टीलाई ल है अब तपाईँ पनि चाहिँ अब आवश्यक फोर्स हो यो देशको होइन। तपाईँले उठाएका चाहिँ मुद्दाहरू जायज छन् होइन। तपाईँहरूले चाहिँ गरी पनि राख्नु भएको छ। राष्ट्रियता जनतन्त्र जनजीविकाको विषयमा एउटा नयाँ सन्देश दिइराख्नु भएको छ। तपाईँ अल्टरनेटिभ फोर्स हो भन्ने तरिकाले सरकारले सोच्नुको सट्टा प्रतिशोधपूर्ण तपाईँको तरिकाले चाहिँ पार्टीमाथि विभिन्न खालका अपरेसनहरू चलाउने होइन, किलोसेरा 2 जस्ता र रुमी अपरेसन जस्ता चाहिँ चलाउने जो हरकतहरू जो छन् अहिले पछिल्लो अवस्थामा हाम्रो चाहिँ जो पछाडि पडिराखेको छ सरकार होइन। अब यसको विरुद्धमा त स्ट्रगल त जरुरी छ। हामीले यो स्ट्रगल पनि फेरि शान्तिपूर्ण ढङ्गबाट नेपाली जनताले
बुझ्ने गरिकन हामीले चाहिँ सङ्घर्षका कार्यक्रमहरू अगाडि सारेका छौँ। अहिले अभियानहरू चाहिँ अहिले चाहिँ अब युथ क्याम्पेनका कुराहरू छन्। अब 20 गतेबाट मात्रै चाहिँ तपाईँको चाहिँ उताको पूर्वको झापा, यता चाहिँ पश्चिमको चाहिँ यता कञ्चनपुरबाट सुरु हुँदैछ होइन। यता चाहिँ के अरे काठमाडौँ भ्यालीबाट हुँदैछ। 3 ठाउँबाट चाहिँ पार्टीले चाहिँ अब अभियानहरू सुरु गर्दैछ। नेपाली जनताका मुद्दालाई लिएर पार्टी एकचोटि चाहिँ तपाईँको चाहिँ फेरि शान्तिपूर्ण ढङ्गबाट सङ्घर्षका कार्यक्रमहरू अगाडि सारेको छ। नेपाली जनतालाई कुरा बुझाउनु पनि छ। कतिपयले बुझेका पनि छन्, कतिपयले बुझेर पनि बुझ पचाएका छन्। त्यसैले चाहिँ आज हामीलाई भोलि पार्टी रहला नरहला त्यो आफ्नो ठाउँमा छ, तर नेपाल देश चाहिँ रहने कि नरहने भन्ने ठाउँमा पुगिसकेपछि पार्टीले नेपाली जनताको बिचमा एकचोटि चाहिँ घर घरमा चोक चोकमा हामीले एक्लै भए पनि कराउन जरुरी छ। त्यही कारणले गर्दाखेरि निर्वाचनको सँगसँगै सङ्घर्ष चाहिँ हाम्रो अगाडि बढिरहेको छ। यो युनिफाइड पिपल्स रिभोल्युसनले पनि यही कुरा भन्छ। एकीकृत जनक्रान्तिको कार्यदिशाले पनि के हुन्छ भने सबै मोर्चाबाट लड, एकै ठाउँबाट लडेर जितिँदैन होइन। सबै मोर्चाबाट उत्पादन पनि गर, पसिना पनि ख्याउ, आफू पनि तपाईँको चाहिँ सेल्फ डिपेन्ड बन, जनतालाई पनि त्यो कुरा सिकाऊ होइन। भ्रष्टाचार नगर, भ्रष्टाचार गर्ने वातावरण पनि सिर्जना नगर, मागेर नखाऊ। कसैबाट विदेशबाट मागेर चाहिँ देशको चाहिँ तपाईँको चाहिँ समृद्ध बन्छ भन्ने यो कल्पनाबाट हटाइदेऊ। यहाँ त तपाईँको चाहिँ आफ्नै बाँझो बुतो रहेको जमिनलाई तपाईँको चाहिँ उल्टिने चाहियो। यहाँ पार्टी उत्खनन गर्ने पार्टी चाहियो होइन। आज खानीहरू उत्खनन गर्ने पार्टी चाहियो। कृषि क्रान्ति भइरहेको आफै चाहिँ तपाईँको चाहिँ कृषिका इन्जिनियर आफै बन्ने चाहियो होइन। अनि कारखानाका मालिक बन्ने चाहियो होइन। आज खपडा कहाँ लगाइराखेका छौँ, मान्छे खसीको मासु कहाँको खाइराखेका छौँ। तपाईँले देख्नु भएको छ आज खाद्यान्नको देख्नु भएको छ नि। 17% चाहिँ कृषियोग्य भूमि भएको देशमा आज 3 महिना खान पुग्दैन भन्ने चाहिँ आज चाहिँ सरकारको तथ्याङ्कमा छ। 2% चाहिँ कृषियोग्य भूमि भएको इजरायल जस्तो देशले, सानो देशले आज उसको चाहिँ 70% तपाईँको चाहिँ नेसनल तपाईँको चाहिँ इन्कममा चाहिँ आज कन्ट्रिब्युट गरिराखेको छ भनेपछि आज हामी छौँ कहाँ। तर यसलाई चाहिँ तपाईँको चाहिँ राज्यको जो दलाल राज्यको प्रवृत्तिलाई यसलाई उल्टाउनु जरुरी छ कि। आज पार्टीले खोजिरहेको कुरा यो हो, जनतालाई आज बुझाउनु पर्ने कुरा यो हो। कुनै पनि यी तपाईँको चाहिँ गफाडीहरूलाई जो विगतदेखि आजसम्म जसले गफ गरेर खाए नि होइन, वनवासाको चाहिँ आलु खाने, वनवासाको रायो खाने, खटिमाबाट फुल्याएर 50 किलोका माला हाल्नेहरूले यो देश बिगारेको सिद्धाएको एकचोटि जनताले सचेत हुन जरुरी छ। यहाँ भनेको भरमा, भाषण गरेको भरमा यहाँ विश्वास गरिहाल्नुपर्ने, यहाँ फौज चाहिँ तपाईँको चाहिँ जम्मा गरेको भरमा विश्वास गरिहाल्नुपर्ने, यो बुझाइबाट जनता मुक्त हुनुपर्छ।